सो म आफ्नो मिलहरू पुरा गरेर फेरि जिम जान रेडी भइसकेँ। त्यसपछि म आफ्नो लुगाहरू लगाउँछु अनि 5:20 छ। त्यसपछि म जिममा पुगिहाल्छु। जिममा पुगेपछि एट फर्स्ट भनेको डम्बल चेस्ट हो। चेस्ट ग्रो हुनको लागि चाहिँ डम्बल चेस्ट हो। म 15 केजीको डम्बल चेस्ट हान्छु। सुरुमा म यसको 3 ऱ्याप्स हान्छु, तर मैले यसको भिडियोमा चाहिँ 2 ऱ्याप्सको मात्रै देखाएको छु। 5 मिनट रेस्टमा कमसेकम 2 ऱ्याप्स म यहाँ हान्छु निरन्तर। मैले भिडियो फास्ट बनाइदिएको छु किनकि च्याउ हुन्छ भनेर। त्यसपछि म सेकेन्ड ऱ्याप्सको लागि जान्छु। अनि सेकेन्ड ऱ्याप्समा म फेरि 15 चोटि, 15 भन्दा म 20 चोटि होला सायद, 20 चोटि। फेरि 5 मिनट रेस्टपछि फेरि तेस्रो पनि म ऱ्याप्स। अनि आजको टार्गेट मेरो कम्प्लिट हुन्छ। अनि चेस्टको मैले मसिन प्रेस पनि गरेँ, तर मैले भिडियो लामो हुन्छ भनेर भिडियोमा चाहिँ हालेन। त्यसपछि वेट लिफ्टिङ पनि मैले गरेँ, त्यो पनि भिडियो लामो हुन्छ भनेर गरेन। अनि मेरो टार्गेट चाहिँ कम्प्लिट भयो।